मनोज के छ तिम्रो हालखबर अनि के हो आजभोलि त मनोज ह्यान्डसम ह्यान्डसम देखेको छ नि त मैले टमाटरलाई अनि त्यसमा कोलगेट हाल्नु अनि त्यसमा प्रेसर हाल्नु अनि त्यहाँबाट डलेको अनि त्यही भएर राम्रो भएको ह्यान्डसम भएको ए ल सुन्नुहोस् है दर्शकहरू है मनोज के भएर राम्रो भयो ह्यान्डसम भयो भने मनोजले आफ्नो कुराहरू त बताइरहेछ है सुन्नु है टमाटरमा कोलगेट हाल्ने अनि नुन हाल्ने बेसार हाल्ने पानी हाल्ने अनि मुख लगाउने अनि ह्यान्डसम बन्ने होइन अनि के हो आजकल त तिमी त अनि उफ्रे उफ्रे गर्छौ नाच्दै हिँड्छौ ठाउँ ठाउँमा अनि मोना दिदीलाई लानु पर्दैन तिमीले त बिर्स्यौ त मोना दिदीलाई त अनि मोना दिदी मन पर्छ पर्दैन भन त पर्दैन रे मोना दिदीको कहाँ बसेर मोना दिदीको कहाँ बसेर मन पर्छ भन्ने नट्टी नट्टी गाई भने थाहा छ नराम्रो गयो मन पर्दैन भनेर आउने एउटा अब एउटा कुरा सोध्छु क्या